मम्मी घरमा बाबा आइसक्नुभयो यो तपाईलाई खोज्नु हुँदैछ जाड खाएको तालमा यो जडियाले मलाई फेरि जिउ नै दिएन एकछिन बसौँ भनेको यहाँनिर तिमीसँग छोड्दैन त अब तेरो बुढा आयो भने आयो त भाइ तँसँग पैसा छ कि छैन छैन तँलाई म पैसा दिन्छु ल बाउलाई के एक बोतल रक्सी लगिदियो होइन यो 1000 रुपियाँ राख होइन बुवालाई एक बोतल रक्सी लगिदियो होइन अनि त अरू सबै पैसा राख होइन त बस म तेरो मम्मीसँग बस्छु ल हुन्छ एकछिन कुरा गर्नु छ कि हाम्रो है ल फेरि यहाँ छ भनेर नभन्नु नि फेरि हुन्छ अनि सुन न तिम्रो बुढा आएर के घर बाई बाबु बाई अनि नि के भयो त बुढा आएर जन्या के थाहा पाउँछ त एकछिन नाच्छ पकाउँछ सुतिहाल्छ बस तिमी आज पनि बसौँ न हामी क्याम्प पार गरिरहेको छु तङ्गा मगाइरहेको छु सिसा मगाइरहेको छु तिमी गयो भन्दा म बोर भइहाल्छु नि त नि अनि एक्लै जानु सक्छ त फेरि एक्लै आएको होइन एक्लै आएको भने एक्लै गइहाल्छ नि बाँच्नै गएन जडियासँग त जिन्दगी नै खत्तम हुँदो रहेछ कुन जोडिया नभन न जोडिया भन्यो भने त हामी पनि सँगै खाइरहेको छ त त्यसो नगर न किन त्यस्तो नसोच न आफ्नै त हो आज राति बस्नुपर्छ यही टेन्टमा डल्लै दुईजना बुढाबुढी जस्तो भएर अङ्गलो मारेर सुत्नुपर्छ माछा छोड्यो त्यसलाई भर्सक छोड्न सक्दैन त्यसलाई छोड्यो नि त भागौँ मसँग पहिला जाउँ भन्छु हिँड म बिहे गर्छु भनेकै छु तिमी रिलेसन मात्र बनाउने भन्छौ तिम्रो छोराको नाम लिन्छौ जहिले अनि मेरो छोरालाई पाल्न सक्छौ त छोरा चाहिँ लान सक्दिनँ म होइन किनभने म तिम्रो छोरा लानु तिमी र म अर्को छोरा बनाउला नि त छोराको खर्च सर्च स्कुल खर्च यताउता दिउँला नि पैसा पठाइदिउँला नि त मै बिहे गर्छु नि त अनि यस्तो जडिया बाउले मेरो छोरालाई पाल्छ होला त त्यसले नि मेरो छोरालाई के गर्नु तिम्रो मामा लामा तिम्रो माइतीमा राखिदेऊ बिचारा त्यो बुढी आमा छ त्यो बुढी दाजु र भाउजू छ उनीहरूले कसरी पाल्छ उनीहरूको खर्च पनि मै बिहे गर्छु नि त म पठाइदिन्छु नि तिमी चाहिँ मसँग हिँड न जुन भाग्ने हो पहिले बिहे गर्ने तिमी बिहे गर सिन्दुर हाल भन म अहिले पनि हातै काटेर सिन्दुर हालिदिन्छु भन लु हालिदेऊ यही अग्निमा 7 फेर लिएलो मसँग ल म लिइदिन्छु ल खै सिन्दुर सिन्दुर म अलि निकाल्छु औ लाग्छ होइन एक अहिले मलाई यो टङ्बाको रिङ्गटा लाग्यो कि अरू 6 फर्को छ एकछिनपछि लिनु नि ल के रे यो जाँडले रिङ्गटा लाग्यो कि 6 फर्को छ एकछिनमा लिउँला नि अनि त्यसो गरेर हुन्छ 7 वटा पर्सनको 7 फेरि एकैचोटि पनि लिनुपर्छ त मलाई थाहा छ कि तिमीले पनि युज मात्रै गरेको भनेर तिमीले युज गरेको होइन हो युज नै गरेको लु भयो छोड्दै त्यही कारण रिलेसनसिप नै ओके छ अहिलेको यो जमानामा यही बिहासँगको कुरा नगर त्यस्तो नसोच न हो सतङमा हमलु भयो अब कस्तो रिसाएको थियो नि त्यस्तो मैले तिमीले टाइम पास गरेको जस्तो लाग्छ 7 फेरि लियो सिन्दुर हाल भन्दा मानेन त भर्खर 21 गर्छु नि पर्दैन भयो 21 गर्न जाऊ डोन्ट टच कोही छैन भयो डोन्ट टच आउ न 21 गर्छु नि त कस्तो राम्री के डोन्ट टच म राम्री नै छु त्यही भएर त मेरो पछि परेको त अब तिमीलाई मैले मागेको छु तिमी बुढासँग जान्छौ त त्यसो जडियासँग बस्छौ जडियाले एटलिस्ट 7 फेरेर सिन्दुर हालेर मलाई घर त लग्यो म तिमीलाई पनि हाल्छु नि अहिले होस् भयो आउ न अङ्गलामा बस्छ न कस्तो रिसाएको कस्तो रिसाएको साले मेरो बुढी हो राति राति कहाँ हिँडेर होइन अहिले यहाँ देखेँ है यो को बाबु तिमी म त यतै बस्ने मान्छे हो नि अनि के गरेर बसेको तिमी जाँड खान बसेको होइन अनि के गर्न बसेको चिन्छौ यो को चिन्दिनँ म त तिमी सँगै बसिरहेछौ ल यो मेरो बुढी हो ओइ त के गर्दै बसिरहेछस् यहाँ आगो बालेको घरमा ग्यास सब ल्याउने त्यो जाँड खाएर सबै पैसा सक्छस् अनि घरमा भात पकाउनलाई आगो बाल्दैछु अब मैले जाँड खाएँ घरमा जाँड खाएन ग्यास ल्याइदिएको छु त अनि त यहाँ आगो बाल्दै ग्यासमा आगो ताप्छस् ग्यासमा आगो ताप्छस् के भनेको अनि यहाँ चाहिँ आगो बाल्दै के भने पकाउन आगो बालेको भनेको अनि त घरमा घरको बाहिर आगो ताप्न सक्दिस् नि त यो होटल रिसोर्ट कोसँग आगो त म महँगो आगो ताप्छु नि त मलाई त कोसँग उयो ज्याकेट कसको थियो कसको ज्याकेट थियो भन् मेरो बोयफ्रेन्डको न जोक नगर मैले साँच्चै भनिरहेको छु है बोयफ्रेन्डको के गर्छस् कोसँग आएको त बोयफ्रेन्डसँग कति बोयफ्रेन्ड बेटा बोक्छ उ हग्नु बोक्छ थियो पक म त्यसलाई गएर कुटेर आउँछु पक वासरुममा छैन पक भाइ तिमी यहाँ स्टाफ हो हजुर यहाँ वासरुम कहाँनिर छ वासरुम यहाँदेखि यस्तो गरेर यसरी यतै त हो सुन न यो मान्छे एक्लै आएको थियो कि अरू पनि थियो यो मान्छेसँग हजुर चाहिँ हुनुहुन्थ्यो एउटा दाइ बाइकमा आउनु भएको थियो बाइकमा आएको हजुर ल म यही होइन वासरुम हजुर वासरुममा अलिक किन दाइ एकैछिन होइन पख म गएर आउँछु